नमस्ते, गुड मर्निङ साथीहरू। आज मौसम एकदम खराब छ। बिहान एकछिन पानी परेको थियो, फेरि पनि पानी पर्न लाग्छ। आकाशमा बादल छ, पुरै चिसो चिसो छ। अनि दाजुले चाहिँ कफी खान जाऊँ भनेर बोलाउनु भएको छ, वेट गरिरहनु भएको छ। म पनि गइरहेको छु। हामी धेरै भयो कफी सफी पनि खान नपाएको, काम त्यस्तो भएर भेट पनि खासै हुन पाएको छैन। आज भने चाहिँ कफी खाने प्लान भएको छ। फाइनली अब हामी कफी घर आइपुग्न लागिसक्यो। अब फाइनली आइपुग्यो, दाइसँग भेट पनि भइसकेको छ। गोजाङ गऱ्यो भने घर लाने होइन, निजाम गऱ्यो भने यहाँ खाने। तपाईँ नखाने? म चाहिँ अमेरिकानो, तपाईँ के हाटमा त्यो सब आइसमा छ त? यहाँ हट अनि आइस यहाँ हुन्छ। आइस नै आइसमा खाने घरमा खाने? हटमा डिजर एसआइजर के हो? तपाईँ अमेरिकानो हो? तपाईँ अमेरिकानो हो र? त्यही खाने। अहिले भात खाएको छ नि त त्यो त्यो सामसुङ काट्नु पर्छ। खानाको यस्तो चाहिँ तिमीलाई तिमनी हो जीवनीको तिम्रो हिँड्नु कति हो? फोन किन त्यो कफी किनभने फोन नम्बर चाहिने भयो यसको। यहाँ यहीँ बस्छौँ दामी रहेछ, बस्ने ठाउँ भ्याइपी रहेछ त यार। कहाँ भित्र? खतरा छ त यार बस्ने ठाउँ त। खाइ पेट कटक कटक। दाइले कफी लिने भयो। के हो अमेरिकानो? किन यस्तो आएको छ? अमेरिकानो होइन र? ए माथि फिजै होला, फिज मात्रै होला। फिज गएपछि त्यस्तो कफी खान बसेको दाइलाई एकदम चुनाव लागेको छ। पुरा खोरो लगाएर मोबाइल हेरेको हेरेको हुनुभएको छ, अपडेटहरू हेरिरहनु भएको छ। म भने कफी खाइरहेको छु। अब एकछिन दाइलाई के भएको बुझ्नुपर्ने छ। चुनाव लाग्यो दाइ? चुनाव लाग्यो क्या हो? कफी नगर्दा फोन हेरेको गर्नुभयो त? त्यही हो, जाए नि काम गर्नु पर्यो होइन? परिणाम सोचेको जस्तो आउला जस्तो छैन। परिणाम सोचेको जस्तो आउला जस्तो छैन। पहाडी इलाकामा अलिक गाउँछ नि त जिल्ला होइन, त्यहाँको नजिक पछि हुन्छ। तराई र सहरको त्यही त